अब हामी गार्डनको एक अर्को साइडमा यहाँ नीलकाँडालाई यस्तो मजाले डिजाइन गरेर यसरी गार्डन बनाएको रहेछ। हेर्नमा धेरै राम्रो देखिन्छ। कस्तो मजाले बनाएर राखेछन् त यिनीहरूले। साइडमा फुलहरू रोपिएको छ, फुलहरू फुलिरहेको छन्। अब यहाँ मलाई अचम्म लाग्यो यसरी गार्डनमा सागसब्जी फलाएको। यो त लौका हो, लौकामा टन्नै लहरा गइरहेछ। यी लौकामा फुलिरहेको छ। यो मलाई अचम्म लाग्यो। यसरी गार्डनमा भेजिटेबल्स गार्डन पनि भएको देख्दाखेरि राम्रो पनि लाग्यो, अचम्म पनि लाग्यो कि ल यो सबै लौकै लौका रहेछ कि यहाँनिर रोपेको रहेछ। बैगन, यो बैगन सबै रोपेको छ। यहाँ क्याप्सिकम रोपेको छ, क्याप्सिकम फली पनि रहेछ सानो। अब यहाँ रहेछ टमाटर, यो चाहिँ फुल हो कि के हो यो थाहा भएन। यो टमाटर रहेछ, यहाँ टमाटर रोपेको छ। अनि यहाँ पनि फेरि क्याप्सिकम एक लाइनमा, फेरि फुल, अनि त्यसपछि फेरि लौका। ए फर्सी, उतापट्टि लौका थियो, यहाँ फर्सी लगाएको रहेछ। ल फर्सी फुलिरहेको छ, टन्नै फर्सीहरू ल उता पर बकुल्ला पनि रहेछ। ओ माई गड। त्यसपछि ल हेर्नुहोस् त कस्तो रमाइलो। मैले त यसरी गार्डन, बोटानिक गार्डन घुम्न आउँदाखेरि यसरी फलफुलको सागसब्जीको चाहिँ देखेको। फलफुल त हुन्छन्, यी बकुल्ला। अनि यो सिजनमा बकुल्ला हुँदो रहेछ यहाँ। ल यहाँ बकुल्ला पनि छ। ल लाग्यो अचम्म। अब हामी पिक्चरियस गार्डनमा जाँदैछौँ। यताबाट जाने रे, यताबाट। अब यता म्यान्सफिल्ड गार्डन रहेछ। यता म्यान्सफिल्ड गार्डनबाट जाने। अब यहाँ धेरै हरियाली रहेछ कि, कस्तो हरियालीले नै एकदम मनमोहक हुने कि, कस्तो रमाइलो रहेछ। वाउ कस्तो राम्रो गार्डन। ल हेर्नुहोस् त कस्तो रमाइलो रहेछ। आहा, यो त हामी त यहाँ बस्दै घुम्दै गरिरहेछौँ। यस्तो अलिकति राम्रो ठाउँ बस्ने ठाउँ आएपछि टक्क बस्ने, अनि रमाइलो यो दृश्य हेर्दै, मनमोहक दृश्यहरू, हरियाली। यहाँ यति धेरै अक्सिजन भएर होला, फ्रेस हावा भएर होला, एकदमै रमाइलो हुने यहाँ बस्नको लागि। गाडीको स्ट्याचु मात्रै हो, मान्छेहरू यहाँनिर बच्चा बनेर यो स्ट्याचु गाडी चलाउँदै छन्। गुफा जस्तो रहेछ। फेरि यो अर्को गार्डनभित्र छिर्ने ठाउँ रहेछ। यस्तो गुफा हो, यस्तो रहेछ। यो त राम्रो रहेछ। ल कस्तो युनिक खालको बनाएको रहेछ यहाँ त। यस्तो छिर्ने एन्ट्रान्स त यस्तो खतरा रहेछ। ल